साथीहरू आज चाहिँ हामी आएका छौँ पनौतीको आन्दोलनमा। आन्दोलनपछि चाहिँ सब सुनसान छ, न बस केहीहरू। यहाँ चाहिँ अलि मान्छेहरू आएका छन्। यहाँबाट चाहिँ त्यो प्रहरीको प्रहरी पिटको त्यो स्ट्रक्चर हेर्नु न, पहिला सिसा थियो अहिले छैन। अनि पछि अब त्यतापट्टि जल्या गाडी छ है, जल्या गाडी छ। अनि त्यतापट्टि पुरै देखियो त भनेको अनि यस्तो देखिएको छ होइन। गाडीले पनि गरे। अनि त्यहाँ चाहिँ एउटा बाइक जलाइएको छ, बाइक जलाइएको छ त्यहाँ। अनि पछि त्यो फोहोर छ। अनि त्यहाँ पनि त्यो पनि फुटाइएको छ पहिला भन्दा त्यो क्र्याक देख्न सक्नुहुन्छ, त्यहाँ फिटाइएको छ। यस्तो छ है त पनौतीको हालत। बुनु पनि केही भन्दै थिए सुभाष दादा चाहिँ यहाँ।